जिल्ला सभाबाट वडा सभाबाट आउनुभएका सदस्य साथीहरू र कलाकार भाइ बहिनीहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र 2025 जय मंगोल अभियानको जुन तर्फबाट सबैजनालाई एकमुष्ट शुभकामना दिन चाहन्छु र मेरो आफ्नो व्यक्तिगत तर्फबाट र मधेस प्रान्तीय सभाको तर्फबाट एकदमै मंगोल मायाले भरेको जुन क्रान्तिकारी सल्युट टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। जय मंगोल। जय मंगोल। विगतका दिनमा जसरी हाम्रो पुर्खाहरूले बलिहाङ पर्वलाई जय मंगोल अभियानको रूपमा चाहिँ यसरी मान्दै आउनु भएको थियो र बीचमा आएर यस्तै सत्ताधारीहरू बाहिरबाट भित्रिएका जुन साम्राज्यवादीहरूले चाहिँ हाम्रो पहिलादेखि पूर्वकालदेखि चलाउँदै र मान्दै आएको परम्पराहरू र यो सांस्कृतिक कार्यक्रमहरूदेखि लिएर संस्कृति भाषा लिपिहरूलाई निमेटान्न पारेर हामीलाई चाहिँ ओझेलमा राखेको थियो र अहिले आएर हाम्रो संस्कृति हाम्रो संस्कार र हामी को हौं भन्ने कुराहरू हामीलाई बुझाइदिनु भएको छ र हामीले बुझिसकेको छौं। अब बुझिसके पछाडि अब यसमा कुनै पनि मनमुटाव नगरिकिन कुनै पनि कमी कमजोरी नगरिकिन कुनै पनि कारणले पछाडि नपरिकिन हामी सबैजना एकबद्ध एकजुट भएर अब अगाडि बढ्नुपर्ने दिन आएको छ र हामी सबै 80% हिन्दू मंगोल मूलवासीहरू एकजुट भएर निर्भीक भएर अगाडि बढ्छ भन्ने र बढ्नुपर्छ भन्ने आह्वानको साथ र त्यो भरोसा पनि राख्दछु र तपाईहरुप्रति विश्वास पनि गरेको छु। र सबभन्दा पहिला मैले के भन्न चाहे भने आज बलिहाङ पर्वको जुन जय मंगल अभियान हामी खेल्दै गर्दा चलाउँदै गर्दा सञ्चालन गरेर अगाडि बढ्दै गर्ने क्रममा अलिकति हाम्रो कलाकार एउटा वरिष्ठ कलाकार जेबीएल भाइको अलिकति सानो एउटा ठुलो रूप लियो भने ठुलै हुन्छ सानो रूप लियो भने सानै हुन्छ। भाइकोमा अलिकति एउटा सानो एउटा दुर्घटना भयो त्यसले चाहिँ हामी पुरै टिमलाई चाहिँ एउटा चिन्तित बनाएको छ र त्यसमा चाहिँ हामी एकदमै अझै पनि चिन्तित छौं र उहाँको चाहिँ त्यो घाउहरू लागेको चोटहरू अलिकति केयरफुल भएर त्यसलाई समयमा ड्रेसिङ गरेर समयमा निको हुनु होस् भनेर म यहीबाट भन्न चाहन्छु र तपाईको जुन सुस्वास्थ्यको चाहिँ एकदम शीघ्र कामना पनि गर्दछु। र यसमा अर्को दोस्रो नम्बरमा हाम्रो मंगोल नेशनल अर्गनाइजेसन मधेस प्रान्तीय सभालाई निरन्तर सहयोग पुर्याउँदै आउनुहुने आफ्नो परिवार नभनेर आफ्नो कमाई नभनेर र हर एक समयलाई चाहिँ जतिखेर जरुरत पर्छ त्यतिखेर मधेस प्रान्तीय सभाको साथमा खडा भएर सहयोग चाहिँ प्रदान गर्दै आउनु भएकोमा हाम्रो छोटेलाल सरलाई पनि अन्तरात्मादेखि